चाहिँ बन्धको कार्यक्रम हुँदैछ। आज यहाँ 3-4 भएको चाहिँ बन्धको कार्यक्रम छ। सारा जगह सृष्टि करने वाला भगवान ही हुनुहुन्छ। सारा जगह सृष्टिमा देवता आदि देवता सम्पूर्ण भगवानको अंगहरू भगवानले प्रकट भएका हुन्। त्यसैले मूल स्रोत भनेको भगवान नै हुनुहुन्छ भन्ने इत्यादि वर्णन छ। चारै वेदका मन्त्रहरू छन्। चारै वेदको सार तत्त्वको रूपमा यसलाई मानिन्छ। त्यसैले यहाँले सबैले यसलाई राम्ररी सुन्ने हाम्रा पितृ जति छन् पितृहरू भनेको शरीरमा बसेर सुन्दछन्। अनि हामीले सुन्यौँ भने रानी सबैले कुरा अन्तिममा कुरा बनाउने है। अनि नपुल्ने ठाउँमा राख्नु होला। अगाडि पछाडि हेरेर बसेर लाग्ला है। ल हामी पार्नु सबैले सुन्नु होला है। ल नारायण प्राणो जायते मनो सर्वेन्द्रियाणि च खं वायुर्ज्योतिरापः पृथिवी विश्वस्य धारिणी नारायण ब्रह्मा जायते नारायण रुद्रो जायते नारायण इन्द्रो जायते नारायण प्रजापति जायते नारायण द्वादशादित्या रुद्रापसव सर्वाणि छन्दांसि नारायण देव समुत्पद्यन्ते नारायण प्रवर्तन्ते नारायण प्रलीयन्ते एतद् ऋग्वेदशिरो गीते अथो नारायण ब्रह्मा नारायण शिवश्च नारायण शक्रश्च नारायण कालश्च नारायण दिशश्च नारायण विदिशश्च नारायण ऊर्ध्वश्च नारायण अधश्च नारायण अन्तर्बहिश्च नारायण